सर यो मैले चाहिँ के भन्दाखेरि अस्ति के अरे पूर्व मन्त्री सुदान किरातीसँग पनि थोरै कुरा गरेँ होइन। खास अब म चाहिँ यो होमताङ 6 नम्बर निवासी भएको हुनाले सुनबालोको चाहिँ धेरै चासो हुँदो रहेछ र त्यो ठाउँको मान्छेहरूको गुनासोहरू पनि कहिले कहिले बोकेर हिँड्छु कि अलिअलि। अब धेरै त लिएर हिँड्न सकिँदैन, सके जति। यो सुनबालो पुलको बारेमा योभन्दा पहिला 81 तपाईँ हामीले कति कहिलेतिर पनि झरेको थियौँ, भिडियो पनि बनाएको थियौँ मैले होइन। त्यो हेरेर अब बनेर छ भन्ने खालको आशा पनि थियो। तर हामीले हेरेर आइसकेपछि पछाडि फेरि के मिटिङ बस्नुभयो कि केही गर्नुभयो, त्यहाँ फेरि यो साल नबन्ने भनेको कुरा सुनियो। अनि यो सालको के अरे 81 सालको 81 नबनेपछि त 81 को 82 मा जाने भयो। त्यो 82 ले त 83 ढकेल्ने होला। त्यसो हुँदाखेरि झन् ढिलो हुन्छ। जति ढिलो त्यति नै अब मान्छेहरू गाउँदेखि पनि अब पलायन हुने क्रम पनि होला होइन, असुविधाकै कारणले गर्दाखेरि ती कुराहरू भयो। अनि यो वर्ष बजेट कति परेन त्यो अब मैले त राम्रोसँग हेरेको छुइनँ। तर तपाईँहरूकै अब जनप्रतिनिधिकै मुखदेखि आयो भने चाहिँ त्यो अलिक पक्का होला। अनि त्यो एउटा कुरा भयो होइन। अनि अर्को कुरा चाहिँ के भन्दाखेरि यो पहिलो कार्यकालमै हामी यहाँ आएर कुरा गरेका थियौँ कि यहाँ ठ्याक्कै आउने बित्तिकै भित्तामा लेखेर रहेछ कि बाँदर नियन्त्रण गर्ने टोलीसँग छलफल भनेर। लगभग आजभन्दा 7-8 वर्ष अगाडि पनि यो बाँदरको कुरा चाहिँ गरियो, त्यो के गर्ने भन्ने खालको कुरा। अनि त्यो कुरा चाहिँ केसम्म पुग्यो कि कसो छ कि केही अब के अरे माथिल्लो स्तरसम्म चाहिँ बाँदरको नियन्त्रण गर्ने कुराहरू केही अब पुर्याउनु पर्ने हो कि। जस्तै अब होमताङतिर त बाँदरले मान्छे नै उठाउने भइसक्यो, या अब घरै उठाउने भइसक्यो। किन भन्दाखेरि बालिनाले नभएपछि त अब छोडेर हिँड्ने बेला भइसक्यो। त्यो एउटा कुरा भयो। अनि अर्को तेस्रो कुरा चाहिँ मैले के देखेँ भन्दाखेरि होमताङकै सेरोफेरोमा कुरा गर्छु म होइन, त्यहीँको निवासी भएको हुनाले, त्यहीँको जनता भएको हुनाले यो होमताङको खानेपानी लिफ्टिङको बारेमा एउटा चाहिँ अब लगभग पुरा भइसक्यो भन्ने पनि कसै मार्फत चाहिँ सुने पनि। तर त्यो अब कति पर्सेन्ट चाहिँ पुरा भएको कि काम के हो कि होमताङहरूले अथवा कहाँसम्म भेट्छ त्यो लिफ्टिङको पानीले। यो लिफ्टिङको पानी पनि लगभग त्यति बेला नै हामी यसरी नै कुरा पनि गरेका थियौँ। त्यो के त्यहाँको जनताहरूको लागि खानेपानीले गर्दाखेरि बसाइ सार्ने क्रम पनि धेरै भइसकेको छ भन्ने खालको कुरा। त्यो छिटै ल्याउन सक्यो भने अझै रोकिन्छ कि भन्ने खालको कुराहरू पनि आएको थियो। अब त्यो लिफ्टिङ चाहिँ केसम्म पुगेको छ, कसोसम्म पुगेको छ, अब कहिलेसम्म बनिसक्छ कि सक्दैन कि अब भन्दा भन्दै अब अधाकल्चर भएर अब त्यो राज्यको ढुकुटी त्यतिकै सुहा मात्र हुने हो कि। सबैभन्दा कुरा चाहिँ त्यहाँ आयो होइन। कि त अब सुरु गरेपछि के अरे अब उपयोग पनि हुनु पऱ्यो, कि त सुरुै नगरेको भए एउटा कुरा हुन्थ्यो भन्ने चाहिँ मेरो हो होइन। र यी कुराहरूमा चाहिँ अब होमताङमा देखेको कुराहरू चाहिँ एकचोटि अब यही मेरो भिडियो मार्फत चाहिँ अब मेरो जति यो भिडियो हेर्ने साथीहरू हुन्छ, फेसबुक साथीहरू हुन्छ, आफन्तहरू हुनुहुन्छ, यो दोस्रो भिडियो चाहिँ कहिले आउँछ भन्ने खालको कुरा भइराखेको हुनाले पनि म यहाँ आइपुग्दा चाहिँ यो आइपुगेको बेला चाहिँ लिइराखौँ भनेर सर अब यसको बारेमा अब योभन्दा पछाडि म पत्रकार जस्तै चाहिँ म सोध्दै चाहिँ जाँदिनँ होइन। यसको बारेमा भन्नुहोस् न। तपाईँले अब मूलत तीनवटा प्रश्नहरू अत्यन्तै महत्त्वपूर्ण कुराहरूको चाहिँ शोधनी गर्नुभएको छ। पहिलो कुरा त तपाईँ पनि स्थानीय भएको हुनाले स्थानीयवासीको हिसाबले यथार्थ सूचना दिने कुरा पनि तपाईँको आफ्नो भिडियो मार्फत फेसबुक मार्फत जुन कुरा राख्नु भएको छ यो सराहनीय छ। कहिले कहिले गलत सूचनाहरू जाँदाखेरि पनि हाम्रो बिचमा धेरै अप्ठ्यारा पनि आएका पनि छन् है। म पहिलो तपाईँको चासो र हाम्रो सबैको चासोको कुराबाटै सुरु गर्छु।
अलिक छोटोमै कुरा गर्नु। हजुर हजुर एकदम। यो सुनबालुवाको पुल हामीले 2066 सालमा मेसिन तारेर पहिलो बाटो खनेपछिको भोजपुरको समग्र दक्षिणै भनौँ न, अहिले हत्तगढी मात्रै होइन दक्षिणकै यो एउटा सुरुवाती ऐतिहासिक बाटो हो। र त्यसो हुनाले यहाँ पुलको कुरा पनि लगभग 2073 सालतिर चाहिँ अब त्यतिखेर सङ्घीयताको भर्खर संविधान मात्रै बन्दै थियो। त्यो बेला 2073 सालतिर सुरु भएको पुल चाहिँ अहिले अब लगभग 10 वर्ष भन्ने बेलासम्म बनिसकेको छैन। यो विषयमा हामीले पटक पटक स्थानीय तह बनेपछि त्यसबाट निर्वाचित अध्यक्ष भएको हुनाले पनि म आफू र यही ठाउँमा अब लामो समय एउटा सामाजिक कार्यकर्ता, शिक्षण पेसामा, विकास निर्माणमा पनि केही अगुवाको हिसाबले, साथीहरूसँग लागेको हिसाबले पनि, मेरो व्यक्ति हिसाबले पनि यो नितान्त सरोकारको विषय हो कि जहाँबाट हामीले पहिलोपटक गाडी मतलब मेसिन तारेर बाटो सुरु गऱ्यौँ र तिनै पुल बन्ने कुरा यो हाम्रो लागि अत्यन्तै भनौँ न ठुलो ऐतिहासिक महत्त्वको विषय हो। तर अब स्थानीय तह 2074 को निर्वाचनपछि म आएपछि पनि अब हामीले यो सङ्घको बजेटबाट बन्दै गरेको हुनाले हामीले बेला बेलामा के छ कसो छ भने सोध्ने भन्दा बाँकी धेरै कुराहरू गर्न सकिएन होइन। हामीले चाहिँ त्यो मात्रै गर्ने हो, हाम्रो मातहतको कुरा परेन। र यो पछिल्लो पटक अब तपाईँसँग एकाध पटक सम्बन्धित पुल बन्दै गरेको ठाउँमै पनि हाम्रो बातचित कुराकानी भएको छ। तपाईँ पनि त्यसको साक्षी हुनुहुन्छ, तपाईँले त्यो प्रसारण पनि गर्नुभएछ। र अब पछिल्लो पटकको कुरा अहिले चाहिँ तत्काल विगतको कुरा नगरिकन होइन, यसको कामको प्रगतिको सन्दर्भमा र सम्बन्धित यो पुल विभाग हेर्ने विभागमा पनि गएर यसको विषयमा फोनबाट पनि हामीले ठेकेदारसँग पनि निरन्तर सम्पर्कमा चाहिँ हुँदै आएकै हो। र पछिल्लो पटक जुन बेला हामी तपाईँ चाहिँ यो पुलको स्थलगत होइन एउटा छलफल पछाडि र भिडियो हामीले जे कुरा हुँदै गरेको कुराहरू चाहिँ ठेकेदार पक्षबाट, कम्पनीको तर्फबाट, अफिसको तर्फबाट र हाम्रो तर्फबाट कुरा गरेका थियौँ। र पछिल्लो पटक अब त्योभन्दा पछि एउटा स्पान चाहिँ पारिपट्टिको यो थ्री स्पान पुल हो। पारिपट्टिको एउटा स्पान चाहिँ लगभग अब स्ल्याब चाहिँ ढलान भइसकेको छ। त्यसले हामीले निकै उत्साह पनि ल्याएको हो। र बाँकी यो बिचमा चाहिँ अब ट्रस्ट हो, हाल्ने हो होइन। भनेपछि हाम्रो यता हतुवागढीपट्टिको भागमा चाहिँ अब अस्ति नै यो लगभग कार्तिक मङ्सिर पुसतिर चाहिँ अब होइन यतापट्टि स्ल्याब हाल्ने भन्ने खालको चाहिँ कम्पनीको मतलब ठेकेदार कन्ट्र्याक्टर टिमको प्रतिनिधि र अफिसको प्रतिनिधिसँग बसेर हाम्रो त्यहाँ कुरा पनि भएको हो। र वारिपट्टि चाहिँ उहाँहरूले स्ल्याब हाल्नको लागि चाहिँ फर्मा कस्नको लागि त्यो लेभल मिलाएको पनि थियो। भनेपछि हामीले त्यो गति हेर्दै गर्दाखेरि चाहिँ उहाँहरूले अब काम अगाडि बढाउने र त्यो बेला उहाँहरूले हामीलाई के बताउनु भएको थियो भन्दा हामीले अब यो पारीबाट मतलब कच्चा पदार्थ ल्याउनु पर्ने भयो भनेको चाहिँ मुगा खण्डबाट। वारिपट्टि चाहिँ बालुवा गिटी राम्रो नपाइने, बालुवा पनि नपाइने हुनाले गुणस्तरीय बालुवाको लागि चाहिँ उहाँहरूले हामीसँग के कुरा राख्नु भन्दाखेरि हामीले चाहिँ कि अब अस्थायी फेरी बनाउने या मतलब ठुल्ठुलो होम पाइप राखेर पानीलाई अलिकति त्यो घटेको बेला पनि थियो। र त्यो बेला मैले त्यहाँ उहाँहरूले प्रश्न के भनेको थिएँ भन्दा तपाईँहरूले चाहिँ कम्तीमा यहाँनिर मतलब ड्रमको फेरि राख्नुहुन्छ, त्यसबाट गाडी पनि तर्यो भने तपाईँहरूको सामान पनि तर्छ, हाम्रोतिरको गाडी पनि तरै जानलाई केही समय भयो नि बडो चल्तीको हुन्थ्यो। अथवा होम पाइप राखेर चाहिँ पानी फर्काउन सकिन्छ लाग्यो त्यो पनि गर्नुहोस् न। बरु हामीले पालिकाको तर्फबाट के सहयोग गर्नुपर्छ, हामीले सहयोग गर्ने कुरा आर्थिक होइन सहयोग गर्न सक्ने, अरू नैतिक सहयोग र अरू खालको प्राविधिक साथ गर्न सक्नु भनेको थिएँ। तर उहाँहरूले त्यसपछि त्यसो भन्नुभयो, लामो समय काम गर्नु भएन रहेछ। त्यसपछिबाट यो बिचमा चाहिँ यो पुल विभागको तर्फबाट इटरीबाट पनि प्रतिनिधि, ठेकेदार प्रतिनिधि भएर त्यहाँ उहाँहरू आउनुभयो। त्यो बेला त्यहाँ आउने खबर मलाई पनि प्राप्त भएको थियो, तर त्यो बेला म जान सकिनँ। तर त्यो बेला चाहिँ त्यहाँ हाम्रो भूतपूर्व माननीय धनहर्क राईज्यू र स्थानीय वडा अध्यक्षहरू, स्थानीय होमताङकै तल्लो बेलका साथीहरू चाहिँ त्यहाँ उपस्थित भएपछि चाहिँ एक खालको काम सुरु गर्ने भन्ने सहमति भएको छ भन्ने कुरा मैले पनि थाहा पाएको हुँ र काम होला भन्ने अनुमान पनि गरिएको थियो। र त्यही बिचमा फागुनतिर चाहिँ काठमाडौँमा विभिन्न गाउँपालिका अन्तर्गतका विभिन्न विकास निर्माणका कुराहरू लिएर डेलिगेसन लिएर काठमाडौँ गएको बेलामा चाहिँ पुल विभागको डिजी मतलब डिपुटी डिजी सँगै भेटेर पनि उहाँले प्रत्यक्ष तीबाट पनि अब
इटहरीको शाखालाई उहाँहरूको शाखालाई र कन्ट्र्याक्टर टिमकोलाई समेत फोन गरेर चाहिँ हाम्रै अगाडि पनि उहाँले ल काम छिटो गर्नु पर्यो, यसरी त्यहाँबाट डेलिगेसन आउनु भएको छ, यो काम तपाईँहरूलाई हामीले जिम्मा दिएको काम गर्नु पर्यो भनेर रेख्दै गर्नु पर्यो भनेर सम्बन्धित उहाँको आफ्नो कार्यालयको मतलब कर्मचारीलाई पनि र ठेकेदार पक्षलाई पनि भन्नुभएको कुरा पनि हो। र त्यसपछि काम हुन्छ भन्ने हाम्रो विश्वास थियो। तर अहिले भर्खरै मात्रै फेरि के थाहा भयो भन्दाखेरि अब त पानी पनि पर्यो, बर्खा पनि लाग्यो, मतलब यो नदीको भाव पनि बढिरहेछ। र मैले भर्खरै मात्रै उहाँहरूसँग अफिससँग जानकारी लिँदाखेरि चाहिँ एउटा कुरो चाहिँ ठेकेदार पक्षले यो चालु अब 81-82 को चाहिँ पैसा पनि थोरै भएको हुनाले त्यो पैसा पनि सकिएको। त्यसपछि अब उहाँहरूले जसरी काम गर्नुपर्ने कच्चा पदार्थ खास गरिकन वारीपट्टि हाम्रो हतुवागढी भूभागको चाहिँ ल्याउन नसक्ने स्थिति, पानी पनि बढेको हुनाले उहाँहरूले चाहिँ अहिले काम गर्न नसक्ने भनेर अहिले चाहिँ स्थगित गरेको कुरा पनि मलाई भर्खरै मात्रै कार्यालयको तर्फबाट जानकारी गराउनु भएको छ। र मैले सोधेँ त्यसो भए अहिले त भएन, यो बर्खाको बेला काम गर्नुपर्छ भन्ने भएन। उहाँहरूले जुन त्यो फर्मा कस्नको लागि जुन लेभलमा उठाउनु भएको त्यो चाहिँ फेरि पानीले बगाउँछ, त्यो चाहिँ उहाँहरूले क्षति घाटा चाहिँ हुने भयो। त्यही पनि मैले भर्खरै मात्रै चाहिँ होइन इटहरीको शाखाको डीसँग सम्पर्क गर्दै गर्दाखेरि चाहिँ लगभग अब यो यदि काम नगर्ने भए कार्यालयको तर्फबाट चाहिँ यसलाई चाहिँ रद्द गर्ने, यो ठेकेदारलाई रद्द गर्ने भन्नेसम्म पनि उहाँहरूले वार्निङ गर्नुभएको रहेछ। तर पनि ठेकेदार पक्षले जुन महावीर कन्स्ट्रक्सन हो यो उसले चाहिँ होइन, हामी अब यो आउँदो पटकको यो मतलब जेठ असार साउन भदौको बर्सात पछाडि चाहिँ हामीले तुरुन्तै काम सुरु गर्ने गरी हामी सुरु गर्छौँ भनेर कमिटमेन्ट प्रतिबद्धता गर्नुभएको छ होइन भन्ने कुरा मलाई जानकारी आएको छ। र यो पटकको लागि बजेट चाहिँ लगभग अब 3 करोडको हाराहारी चाहिँ परेको छ भन्ने कुरासम्म जानकारी आएको छ। यकिन रूपमा मैले त्यो कार्यालयमा फेरि पनि सोधेर त्यसपल्ट गरौँला। त्यसो हुनाले अब आउँदो साल चाहिँ मैले भने त्यहाँको डीलाई सोद्धाखेरि चाहिँ उहाँले भन्नुभयो लगभग अब बेलैमा ठेकेदारले काम गर्छु, अब आउँदो सालको लागि भन्नुभएको छ। अहिलेको त काम गराउने सम्भावना पनि रहेन। आउँदो सालको लागि चाहिँ लगभग छिटै काम भयो भने स्ल्याब पारीपट्टिको कच्चा पदार्थ पारीबाट कसरी हुन्छ, ड्रमको फेरीबाट हुन्छ कि या त्यहाँनिर चाहिँ हिउँ पाइप राखेर हिउँमा पानी घटेपछि लान सक्नुहुन्छ, त्यसरी गरेर गर्ने गरी गरौँ। अब तपाईँहरूले पालिका तर्फबाट पनि सहयोग गर्नुपर्छ भन्नुभएको छ। हामी त वारीपट्टिको कुनै कच्चा पदार्थ सहयोग गर्नु पर्यो, त्यो तयारी पनि गर्नु, तर हाम्रो कच्चा पदार्थले काम गर्दैन भनेर हामीले गुणस्तरीय कुरा पनि गर्नुपर्ने हुन्छ। त्यसो हुँदाखेरि लगभग अब मैले अघि मात्रै पनि सम्पर्क गरेको थिएँ इटहरीको होइन मतलब डीलाई। उहाँले भन्नुभयो लगभग 1 वर्षदेखि लिएर 1.5 वर्षभित्रमा चाहिँ अब यो चाहिँ जस्तो वारीपट्टिको हाम्रोपट्टि हतुवागढीपट्टिको एउटा स्पानको स्ल्याब हालेपछि चाहिँ बिचको ट्रस चाहिँ यही कम्पनी मतलब इन्डियाबाट अर्डर गरेर ल्याउने हुनाले त्यो कुरा ल्याउने कुनै गाह्रो हुँदैन। त्यसो हुनाले लगभग अब उहाँको भनाइलाई आधार मान्ने हो भने, विश्वास गर्ने हो भने लगभग अब 1.5 वर्षभित्र चाहिँ यो पुल बन्छ भन्ने कुराको जानकारी गराउनु भएको छ। र अहिले चाहिँ पुल सम्बन्धी भइरहेको गतिविधि चाहिँ यो म बताउन चाहन्छु। अब दोस्रो कुरा तपाईँले यो बाँदर नियन्त्रणको कुरा गर्नुभयो। यो सबैको देशकै र त्यसमध्ये हामी पहाडी क्षेत्रमा बस्नेहरूको लागि चाहिँ यो हाम्रो हतुवागढीको लागि पनि यो ठुलो समस्याको रूपमा रहेको छ। यसको धेरै पटक छलफल गरिएको छ, चर्चा पनि गरिएको छ। र अब हामीले कहिले पालिकाको तर्फबाट चाहिँ सामान्य यसलाई खोर बनाएर होइन समाएर लखेट्ने, छोडिदिने, अन्यत्रतिर लाने कुराहरू पनि यसलाई कसरी न्यूनीको सङ्ख्या घटाउने कुरा पनि हामीले गर्दै आएका छौँ। तर त्यो धेरै सम्भावना अलिक गाह्रो पनि हुँदो रहेछ, किनभने यो बाँदरलाई नियन्त्रण गर्नको लागि के यस्तो सङ्ख्या घटाउनुपर्छ। सङ्ख्या घटाउने कुरा चाहिँ यो सरकारले छिटोभन्दा छिटो केन्द्रीय सरकारले चाहिँ एउटा नीतिविधि बनाउनु पर्यो। कि त स्थानीय तहहरूलाई हतियार राख्ने अधिकार दिनु पर्यो र केही बाँदरको सङ्ख्या घटाउनु पर्यो, कि त यसलाई बन्ध्याकरण गर्ने हो कि या अन्य ठाउँमा लगेर कहाँ लाने, कि एउटा म्युजियममा लाने, कहाँ लाने कुरा गर्नु पर्यो। अनि यो वन नियम पनि अप्ठ्यारो हुने, अनि वन्यजन्तुलाई मार्न पनि नपाइने, हतियार राख्न पनि नपाइने जुन कुरा छ, किसानको लागि पनि राख्ने खालको चाहिँ अब सरकारले अब खुट्टा नकमाइकन यो चाहिँ केन्द्रीय सरकारले, केन्द्रमा जाने हाम्रा सांसदहरू, माननीयहरू, केन्द्रमा हुने नेताहरूले, केन्द्रीयमा हुने ठुला कर्मचारी, माथिल्लो तहका कर्मचारीहरूले एउटा विशेष खालको एउटा जोखिमपूर्ण नै हुनसक्छ, तर एउटा स्ट्रङ डिसिसन लिनु पर्यो। होइन भने हामी स्थानीय तहको जनप्रतिनिधिहरूलाई, यो जनताहरूलाई चाहिँ नै हामीले के जवाफ दिने यो गाह्रो चिजमा छौँ। र त्यसमा अन्तर्गत अहिले पछिल्लो पटक होइन मैले यो मेरो टेबलमा पनि यो बोर्डमा लेखेर राखेको छु कि केही दिन अगाडि मात्रै 2-4 दिन अगाडि चाहिँ मलाई एउटा टिमले चाहिँ यो बाँदर नियन्त्रण सम्बन्धी यसको कसरी रोकथाम गर्ने भन्ने एउटा अध्ययन भइरहेछ। केन्द्रदेखि वन मन्त्रालयदेखि एउटा चिठी आएको थियो लगभग 1-2 महिना पहिले। त्यसमध्ये चाहिँ तपाईँहरूको गाउँपालिकामा चाहिँ बाँदरको आतंक के छ, समस्या के छ भन्ने त्यो समस्या छ हामीलाई भनेर त्यो लेखेर पठाएको हुनाले हाम्रो चाहिँ यो देशभरको 753वटा स्थानीय तहहरूमध्ये स्याम्पल गर्ने होइन रूपमा बाँदरहरूको सङ्ख्या गणना गर्ने, यसलाई के गर्न सकिन्छ
भनेर त्यसको एउटा योजना बनाउने भनेर एउटा कन्ट्र्याक्टर टिमले जिम्मा पारेछ। उहाँहरू सङ्घसभा आएपछि अस्ति मलाई 6 गतेतिर खबर गर्नुभएको थियो। अब हतुवागढी गाउँपालिका पनि भोजपुरको चाहिँ हतुवागढी तपाईँहरूको पालिकाले चाहिँ हाम्रो अफिसमा चाहिँ यसको अध्ययन गर्ने भनेर लेखेर पठाउनु भएकोले त्यो अध्ययन गर्ने टिममा हामी छौँ। कसरी यसलाई व्यवस्थित गर्ने हो, के गर्नुपर्छ, कति सङ्ख्यामा छ, कसरी यसो कहाँ कहाँ बस्छन्, यिनीहरूले के मतलब क्षति गरिरहेछ भनेर यसको तथ्याङ्क सङ्कलन गर्दैछौँ। स्याम्पल चेकिङ, त्यसले गर्दा हतुवागढी परेको हुनाले हामी तपाईँको पालिकामा आउँदैछौँ। त्यहाँ चाहिँ पालिकामा आएपछि प्रत्येक वडाहरूमा कहाँ कहाँ बाँदरहरू कति सङ्ख्यामा छन्, कसरी बसेका छन्, के छन् भनेर त्यहाँको स्थानीय जनतासँग, स्थानीय जनप्रतिनिधिसँग पनि तथ्याङ्क लिनु छ भनेपछि मैले उहाँहरूलाई वेलकम आउनुहोस् भन्ने गरेका थिएँ। तर उहाँहरू आउनु भएन, यो पानी बाटोघाटो कारणले होला। तर मलाई अहिले मात्रै एकछिन अगाडि मात्रै एउटा मेसेज गरेर केही समयपछि उदयपुरको पनि कुन पालिकामा हाम्रो अध्ययन गर्नेछ, हामी अहिले उदयपुरतिर छिर्दैछौँ, उदयपुरमा छिरेपछि त्यताबाट तपाईँकोमा पालिकामा आउँछौँ भन्नुभएको छ। त्यस हुनाले अब यो सरकारले कतिपय कुराहरूमा एउटा कुरा होइन, तपाईँको अब यो मिडिया मार्फत पनि तपाईँले युट्युबमा राख्नुहुन्छ, एउटा छलफलको विषय पनि होस् कि स्थानीय तह हामीले मात्रै सबै कुरा कुनै कुरो जोखिम लिएर गर्न सक्दैनौँ, नियम कानुन अप्ठ्यारो छ। तर केन्द्रीय सरकारले यो बाँदर नियन्त्रण सम्बन्धमा पनि एउटा विशेष खालको योजना, कार्यक्रम, ठोस निर्णय, ठोस नियम कानुन बनाएर केही न केही कुरा स्थानीय तहहरूलाई पनि अधिकार दिनुपर्छ। बाँदरलाई निमिट्यानमा हुने गरी मार्न पाइँदैन त्यो थाहा छ, तर पनि केही सङ्ख्या घटाउने कुराहरू जस्तो यो दुम्सीहरू अथवा अरू कुराहरूलाई चाहिँ अलिकति बालीनाली आएको बेलामा चाहिँ उसलाई लखेड्दाखेरि मरिहाल्यो भने त्यसमा मुद्दा नलाग्ने भन्नेसम्म आएको छ। यसरी दोधारे कुरा गरिदिनु भएन सरकारले, यो कुरा माथिसम्म पुगोस् होइन, तपाईँले प्रचार गर्नुहुन्छ भन्ने पनि मैले तपाईँलाई यो जानकारी गराउन चाहन्छु। र अर्को कुरा चाहिँ के पो भन्नुभएको थियो, होमताङको खानेपानी हो। अर्को पनि त्यत्तिकै महत्त्वपूर्ण हो। होमताङको खानेपानी लिफ्ट चाहिँ अब यो प्रदेश संरचना बनेपछि प्रदेश सरकारबाट हामीले नै माग गरे अनुसार होइन, खानेपानीहरूको मुहानहरू अब जलवायु परिवर्तनको कारणले सुक्दैछन् मुहानहरू। त्यस हुनाले तल भएको पानीलाई माथि निकालेर लिफ्टिङ सिस्टमबाट खानेपानी बाँड्ने भनेर यो प्रदेश ले चाहिँ अब खास गरी यो मुख्यमन्त्री शेरचन्द्र राई हुनुहुँदाखेरि उहाँले पनि बुझ्नु जान्नुभएको ठाउँ, हामीले पनि उहाँले आग्रह गरेरै हो। फेरि यो नभएको काम जति अरूले गरेको भनेर दोष लाउने होइन, राम्रो जति जस लिने पनि होइन, अवसर लाउने पनि होइन। त्यस हुनाले उहाँले नै एउटा यो होमताङ खानेपानी लिफ्ट सिस्टम भनेर साबिक होमताङ गाविस अहिले हतुवागढीको 5 र 6 हुने गरी पिखुवा लिफ्टिङ खानेपानी आयोजना, यो 20-22 करोड होला लगभग यसको लागत। त्यसपछि अर्को चाहिँ रानीबास, साबिकको रानीबास, रानी हतुवागढी 1 र 2 गरेर के अरे कावा खोला लिफ्ट भनेर यो दुईवटा एकदम महत्त्वाकांक्षी परियोजनाहरू कार्यक्रम सुरु भयो। त्यसपछि अब सुरुमा अलिक उत्साहित ढङ्गले काम भइरहेको थियो र यो चाहिँ अब यो ठेक्काबाट दिएको भए एक खालको यसको अलिक छिटो सम्पन्न पनि हुन्थ्यो होला। तर यो प्रदेशले चाहिँ यो लिफ्ट सिस्टमहरू जति चाहिँ समिति मार्फत काम गराउने, सामान उपलब्ध मतलब खानेपानी कार्यालयहरू उपलब्ध गराउने भनेको हुनाले पनि अलिक यो वरपर कसले गर्दा भयो भएन भन्ने खालको अलिक दुविधा पनि भएको भन्ने लाग्छ। यद्यपि जसरी अहिलेसम्म काम भइरहेछ, अब सन्तोषजनक नभए पनि काम चाहिँ सालैपछि अलिअलि भइरहेछ। त्यसमा हामीले फेरि चाहिँ नै प्रदेश सरकारलाई, खानेपानी मन्त्रालयलाई र समितिका साथीहरूलाई, अफिसलाई धन्यवाद त फेरि दिनुपर्छ। तर यो जुन ढङ्गले निर्माणमा यो एकदम लम्बेतान गइरहेछ, कतिपय म सुन्छु बन्दै गरेका चाहिँ जुन हाम्रो ट्याङ्कीहरू बन्दै राखेका पाइपहरू पनि खिया परिसक्ने, ती संरचनाहरू मान्छेका बारीहरूलाई चाहिँ नै हलो जोत्ने गोरु जोत्न गरी चाहिँ अप्ठ्यारो हुने गरी चाहिँ अब त्यो पाइप राखिएको छ। मान्छेले एक खालको पीडा पनि छ। कम्ती त्यो पीडा भए पनि यो खानेपानी चाहिँ माथि जहाँसम्म यसको इस्टिमेट गरी त्यहाँसम्म लिएर खानेपानी वितरण गर्न पाएको भए कम्ती एउटा राहत त महसुस गर्थ्यो होला भन्ने चाहिँ लागेको छ। र यो विषय पनि हाम्रो पालिकाको तर्फबाट चाहिँ मैले प्रदेशमा गएको बेलामा यो खानेपानी जलस्रोत तथा खानेपानी मन्त्रालयको होइन सम्बन्धित सचिवज्यूहरूसँग, कर्मचारीसँग कुरा गर्ने कुरा, खानेपानी अफिसको मान्छेसँग कुरा गर्ने कुराहरू मैले गरिरहेको छु। र यो भर्खरै मात्रै पनि अहिले प्रदेशले नीति कार्यक्रम बजेट अस्ति ल्यायो र त्यो बजेटमा पनि केही कुरा गर्नुपर्छ भनेर हाम्रा केही चाहिँ माननीयहरूलाई पनि त्यो कुरा गरियो। तर मैले यसो बजेटको लिस्टहरू हेर्दाखेरि त्यस्तो उत्साहजनक कुरा राखिएको छैन। यो चाहिँ यो कति वर्षमा लाग्ने भन्ने कुरा यो पनि हामीले चाहिँ एउटा गम्भीर ढङ्गले हामी भर्खरै मात्रै हाम्रो गाउँसभा सम्पन्न गरेका छौँ 8 गते। गाउँसभाबाट पनि हामीले आएको बजेटहरू थोरैले हामीले त हाम्रो पालिकाभित्रको सानोतिनो योजना बनाउने हो, यस्तो कुरामा हामीले त्यहाँ पैसा राख्न सक्दैनौँ। तर एउटा कुरा चाहिँ हामीले यो पटकको गाउँसभाबाट के कुराको टिपोट गरेर पठाउने भनेका छौँ भन्दा यस्ता के महत्त्वपूर्ण कुराहरू चाहिँ यस्तो किन ढिलाइ गरियो, स्थानीय सरकारलाई टाउको दुखाइको विषय भएको छ। यो नहुँदाखेरि प्रदेश सरकारसम्म, केन्द्र सरकारसम्म गएर सोध्ने जनताहरूको अवस्था छैन। त्यो हैसियत राख्नुहुन्न, सोध्ने हामीलाई नै हो, जवाब दिने ठाउँमा हामी नै छौँ। त्यस हुनाले पनि एउटा यी सबै कुराहरूलाई चाहिँ एउटा लिस्ट सूची बनाएर हामीले प्रदेश सरकारमा चाहिँ यो गर्ने, कहिलेसम्म गर्ने कुरा, एउटा त्यसको चाहिँ टाइम फ्रेम दिनु पर्यो, बजेट त्यो अनुसार व्यवस्था गर्नु पर्यो होइन। त्यसपछि अब मैले सुनेको छु अब यो समितिबाट काम भइरहेकोहरू भएको हुनाले चाहिँ
अब यसको सिमेन्ट दिने कुराहरू, यसमा पाइप दिने कुराहरू दिने मतलब कार्यालय दिने, सरकारले दिने र समितिले चाहिँ निर्माण गरेर भुक्तानी गर्ने कुराहरूको छ, जुन एउटा यो लामो एउटा चाहिँ श्रृङ्खला छ। यसरी होइन, यसलाई अब एकै पटक कसरी सक्न सकिन्छ। यो पटकको बजेट बजेट भोल्युम हेर्दाखेरि फेरि पनि त्यस्तो उत्साहजनक छैन, हौसला पूर्णको खालको छैन। तर पनि यसलाई चाहिँ हामीले अब एउटा विशेष अब चाहिँ नि अब यो गाउँसभाकै निर्णय मानेर त्यसपछि हामी कार्यपालिकाले चाहिँ यस्ता खालका कुराहरू जे अप्ठ्यारोहरू परेका छन्, जस्तो अघि यहाँ भने जस्तो सुनबालोको पुलका कुराहरू भयो, बाँदर नियन्त्रणका कुराहरू भयो, यो लिफ्टिङका कुराहरू भयो, यो खाली पिखुवा हमताङको मात्रै नभएर मतलब रानीबास मतलब कावा खोला लिफ्टिङको कुरा छ। त्यस्तै गरी अहिले हाम्रो सिन्द्राङमा र खैराङमा 4 नम्बर 3 नम्बरमा चाहिँ यो सङ्घको योजनाबाट ठेक्का भएकोले त्यहाँ चाहिँ एक ढङ्गले काम भइरह होला, तर पनि ठेकेदारहरूले त्यहाँ पनि अस्तव्यस्त ढङ्गले काम गरिरहेको, हामीसँग त्यति समन्वय स्थानीयको जनप्रतिनिधि नभइरहेको होइन, स्थानीयसँग भन्ने कुराहरू पनि आइरहेछ गुनासोहरू। तैपनि हामीले त्यसलाई त्यति साह्रो अहिले निगरानी धेरै गरिरहेका छैनौँ, किनभने काम गर्न दिउँ भन्ने हो। तर उहाँहरूले गुणस्तरीय काम गर्नु भएन भने भोलि गुणस्तरीय काम नगरेको कुराहरू चाहिँ फेरि हामीले भोलि गाउँपालिकाले भोलि त्यसलाई पनि स्ट्रङली होइन हेर्छ। तर पनि अहिले हामीले अब त्यतिकै गएर यो काम किन के हो कसो भनेर त्यति इन्टरफेयर चाहिँ गरिरहेका छैनौँ। त्यसैले यस्तो समग्र यो 2-3वटा कुरा तपाईँले सोधेका एकदम हमताङसँग सरोकारी तर पालिकासँगै सरोकार भएका विषय नै हुन् यो। किनभने सुनबालोको पुल चाहिँ हमताङको लागि मात्रै पनि होइन, यो भनेको समग्र हतुवागढीवासीको लागि त्यति मात्रै होइन, भोलि चाहिँ नि यो आमचोक रामप्रसादवासीलाई पनि हामीले त यसलाई सुनबालोको पुलको कुरा चाहिँ अब यो चाहिँ भोलि तेह्रथुम धनकुटा हुँदै होइन दिक्तेलसम्म जाने मतलब होइन एउटा मार्गको रूपमा यसलाई प्रयोग गर्न सकिन्छ। भोलि सुनबालोको पुल बन्यो भने सुनबालोको पुल भएर चाहिँ हाम्रो मतलब चुहारको छेउमा बन्दै गरेको रानीटारतिर बन्दै गरे काठमाडौँ जाने होइन मतलब यो घुर्मीतिर निस्कने बाटोमा पनि यो कामयाबी हुन सक्छ। यस्ता कुराहरूमा हामीले अब यो पटकको जुन सङ्घीय सरकार र प्रदेश सरकारले जसरी बजेटको विनियोजन गरेको छ त्यसमा हामीले चाहिँ नै अब हामी पनि स्थानीय तहको सरकार भएकोले अब गैर जिम्मेवार कुरा त बोल्न मिलेन तपाईँको मिडियामा। तर पनि म स्पष्ट भन्छु कि हामीलाई चाहिँ नि प्रदेशले सङ्घले गर्ने ठुला योजनाहरू उसले बेलामा सम्पन्न गर्ने कुरा नगर्ने अनि हामीले माग्न गइराख्नुपर्ने, उसले नदिने अनि हामीले जवाब दिइराख्नुपर्ने कुरा यो होइन। यो चाहिँ एकमुष्ट ढङ्गले प्रदेश सरकारको जिम्मामा कति हो, सङ्घीय सरकारको जिम्मामा कति हो, यो विषयलाई कहिलेसम्म पुरा गर्ने भनेर हामीले चाहिँ एउटा ठुलो चाहिँ एउटा एजेन्डा बनाएरै होइन। अब तपाईँले प्रसङ्ग जुवार पुलको कुरा प्रदेश सरकारले बनाउने कुरामा पनि ठुलो दुविधाहरू छ होइन। त्यो कुरामा पनि हामी चाहिँ त्यसको के भइरहेको के हो, बजेटको अवस्था के हो, कसरी हुन्छ भनेर हामीले समन्वय सम्पर्क त गरिरहेछौँ, चुप्प लागेर त बसेका छैनौँ। तर हामी सार्वजनिक मान्छेले चाहिँ हामीले त्यत्तिकै मतलब बिना जानकारीका बिना तथ्य आधारहरूमा बोल्नु पनि हुँदैन। तर सङ्घीय सरकार प्रदेश सरकारले गर्नुपर्ने बजेट जसरी व्यवस्थापन सबै ठाउँलाई क्षेत्रलाई हेरेर गर्नुपर्ने हो त्यसो नभएको हो कि भन्ने कुरामा हाम्रो गम्भीर ध्यान आकर्षण भएको छ। यस विषयमा म गाउँपालिका महासङ्घमा पनि यसको महासङ्घको एउटा माथि पनि हाम्रो छात्र संस्था छ, त्यहाँ पनि यसको विषयमा पुरा गर्ने र प्रदेश सङ्घ सरकारमा पनि यो कुराहरू चाहिँ जिम्मेवारीको कुरा गर्नुपर्छ भन्ने लाग्छ।